हामीले प्रार्थना गरेका छौँ। यसको लागि हामीले हृदयबाट चाहना राखेका थियौँ र यसको लागि हामीले प्रभुसँग हामी एकले अर्काको निम्ति प्रभुसँग हामीले प्रार्थना गरेका थियौँ। त्यसैले त आज यो सम्भव हुन सकेको छ र यो सबैको श्रेय र महिमा हामी उनी जीवित परमेश्वरलाई दिन चाहन्छौँ, जसले हामीलाई यो क्याम्प जस्तो एउटा शरणार्थी अवस्थाको जीवनबाट संसारको शक्तिशाली देशमा पुर्याउनु भयो र उहाँको महिमाका लागि हामीलाई फेरि पनि एउटै मन विचार लिएर उहाँको महिमाका लागि हामीलाई प्रयोग गरिराख्नु भएको छ। यी सबै कुरो देख्दै गर्दाखेरि अनि आज यस गुड न्युज क्रिस्चियन डायस्पोरा मिट सम्भव हुन आएको छ प्रियहरू, र प्रभुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।